जय मङ्गल सम्पूर्णमा यति बेला हामी पाल्पा जिल्ला को चाहिँ निजदी गाउँपालिका वार्ड नम्बर 3 मा आइपुगेका छौँ। यति बेला हामी खाना खाइसकेपछि हामी यो तपाईहरुले स्क्रिनमा देखिरहनु भएको यो जुन डाँडो छ यो काउले डाँडो भन्छ। कबुलेती वनमा रहेको काउले डाँडाको यो सुन्दर दृश्य तपाईहरुले देखिरहनु भयो होला मेरो स्क्रिनमा। हामी चाहिँ पाल्पा क्षेत्र नम्बर 1 मा चुनावी घर दैलो कार्यक्रममा चाहिँ आइपुगेका थियौँ। हामी भर्खर खाना खाएर अब यहाँसम्म आइपुगेपछि यो डाँडो एकचोटि हेरौँ न भनेर चाहिँ हामी यो डाँडो चाहिँ हामी हेर्न गइरहेका छौँ। हामी चाहिँ हाम्रो टेक्सर र म मङ्गल टेक्सर हैन, मङ्गल टेक्सर र म चाहिँ काउले डाँडा मा चाहिँ जान लागिरहेका छौँ। काउले डाँडाको सुन्दर मनोरम दृश्य तपाईहरुलाई चाहिँ हामी देखाउनेछौँ, हामी पनि हेर्नेछौँ। काउले डाँडाको माथि चाहिँ यस्तो खालको फन पार्क बनाइएको छ, तपाईहरुले देख्न सक्नुहुन्छ। सम्पूर्ण आदरणीय पाल्पा क्षेत्र नम्बर 1 निवासी मूलवासी मङ्गल आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यो चुनाव प्रचार गर्ने क्रममा आज हामी यो काउली डाँडासम्म आएका छौँ। निजदीमा चन्द्र र सूर्य हराएर जाला, मङ्गल हराउने छैन। अन्यायमा लड्नु परे पनि, अन्यायमा लड्नु परे पनि मङ्गल हट्ने छैन, मङ्गल हट्ने छैन। काउले डाँडाको सिनारियो अब चाहिँ हामी हिँड्न लागेको। काउले डाँडाको सिनारियो यस्तो रहेको छ। बाटो त अमृत अरू केही नहुने रहेछ होइन।
कता जानु भन्नुहोस् ल। हिजो छुट्टेको गाउँ कि कता कता भने होइन उताबाट सलकोट झर्न पर्छ परे पठाएको किन? सलकोट अँ हुन्छ उनीहरू फेरि साँझ त फेरि हामी बास पनि त बस्ने हो नि त उहाँहरूसँगै। अन्त यता घुम्दै घुम्दै रामपुर पुग्छौँ। रामपुरबाट हजुर हजुर टिकट काट्नुपर्छ होइन? हामी काउले डाँडा भ्रमण गरिसकेपछि टिकट काट्न गइरहेछौँ। टिकट काट्ने अघि काटेर होला के अरे होइन भित्र पस्नु पर्ने तपाईँ हुनुहुन्थेन त्यहाँ कोही रहन्छ कति दिनुपर्ने हो सर? अहिले आउँदा काटौँला कि छन्ने हिसाबले त्यही छ होइन उहाँ दाइलाई सोधेको हामीले। जानुहोस् हजुर कहाँबाट आउनुभयो अरे हामी यही चुना प्रसार घर हजुर माथागाडी आएको बेलामा पसिहालौँ भनेर। कति हो टिकट 50 रुपियाँ बाइकको है ए,